यो चाहिँ के लगाएको होला एकदम जङ्गलमा घाँसलाई छेकेको देखिन्छ। साथीहरू यहाँ यस्तो मकुराको जाली जस्तै लगाएका छन्। किन लगाएको मकुराको जाली जस्तै यो अब जङ्गलको ठुला ठुला सल्लाहको रुखहरू रहेका छन् त्यसको मुनि डरेलो लागेका रहेछन् अनि त्यहाँ यस्ता जाली किन बुनेको भनेर मैले एकजना साथीलाई सोधेका थिए कि जस्तै मैले जवाब पाए। जब मैले उत्तर पाए त्यो साथीबाट उसले भन्यो कि यो जङ्गलमा काँक्रो रोपिएको थियो र यहाँ रोपिएको काँक्रोले लाखौं रुपैयाँ पैसा कमाएको थियो। यदि तपाईहरूमध्ये कसैको घर नजिकै यस्तो जङ्गल छ भने तपाईले पनि काँक्रो रोप्नुपर्छ जस्तो लाग्छ। रोपिने विधि तरिका यस्तै छ किनभने काँक्रो रोप्न धेरै गाह्रो पनि हुँदैनन्। अब काँक्रो एक दुई काँक्रोले अलिअलि मल चाहिन्छ त्यही नै हो। अब काँक्रो रोपिएपछि अब खासै अरू अन्न जस्तो शेरस्वर सधैँभरि गरिरहनु पर्दैनन्। तपाईले रोपिएपछि अब आफ्नो खेतको आफूले रोपेको जङ्गलको होइन खेतै नभनौँ न, अब यो जङ्गल हो, यो जङ्गलमा कुनै भाडा सारा तिर्नु पर्दैनन्। रोप्ने तरिका यस्तो रहेछन्, तपाईले पनि ट्राई गर्नुहोला। यो चाहिँ करेला रहेछ, एकदम यो करेलाको फर्म रहेछ, एकदम ठुलो रहेछ अनि साथसाथमा अरू टमेटाहरू पनि उगाएका रहेछन्। यो चाहिँ टमेटोको फर्म रहेछ होइन, एकदम अहिले चाहिँ हरियो रहेछ अलिकति। यो चाहिँ सबै मल गाई गोरु भैँसी सबैको मल यी खेतबारीमा हाल्न सकिन्छ।